नमस्कार, आरम्भ किचनमा हजुरलाई स्वागत छ। आज हामीले बनाउन गइरहेको छौँ मसरुम चिल्ली, जुन चाहिँ 15 मिनेटमा पाकिनेछ घरमा सजिलै। अब मसरुम फ्राई गर्नको लागि हामीले एउटा प्यान लिएर मिडियम फ्लेममा तताउने छौँ। हल्का तेल राख्ने छौँ। र हामीले म्यारिनेट गरेको मसरुम यसमा हालेर भुट्ने छौँ। मसरुम फ्राई भइसक्यो। अब हामी ग्रेभी बनाउन सक्छौँ। ग्रेभी बनाउनको लागि हामीलाई मसलाहरू चाहिन्छ, जस्तै कि तेल, जीरा, चिली फ्लेक्स, सोया सस, लाइम जुस, नुन र काश्मिरी धुलो खुर्सानी। अब प्यान तातिसक्यो, यसमा हामी तेल राख्नेछौँ। थोरै जिरा हाल्नेछौँ र अघि काटेको लसुन र अदुवालाई थोरै रोस्ट गर्नेछौँ। अघि काटेको प्याजलाई पनि राख्नेछौँ। अनि क्याप्सिकम राख्नेछौँ। अनि टमाटर राख्नेछौँ। स्वाद अनुसार टोमेटो सस, लाइम जुस, चिली फ्लेक्स, र सोया सस थोरै हाल्नेछौँ र मिक्स गर्नेछौँ। यसलाई हामी 2 मिनटसम्म पकाएको छौँ। धेरै ओभरकुक चाहिँ गरेको छैनौँ। अघि रोस्ट गरेको मसरुमलाई हाल्नेछौँ र काटेको खुर्सानीलाई हाल्नेछौँ र 1 मिनटसम्म मिक्स गरेर पाक्न दिनेछौँ। अब हाम्रो मसरुम चिल्ली रेडी भइसकेको छ।